और अभी तो रुको, क्लाइमैक्स अभी बाकी। हेलो साथीहरु, गुड आफ्टरनुन सबैजनालाई। स्वागत छ हाम्रो च्यानलमा हजुरहरु सम्पूर्णलाई। नमस्ते लक्ष्मी थापा। आज चाहिँ म धेरै दिनपछि हजुरहरुको सामु आएको छु अनि हजुरहरुको मायाले भन्दै हुनुहुन्थ्यो भाइहरुले, दिदीबहिनीहरु सबैजनाले मलाई माया गर्दिनु होला अरे दिदीबहिनी दाजुभाइहरुले किन भ्लग आएन हजुरको भन्दै हुनुहुन्थ्यो। मेरो चाहिँ नानी बिरामी भएको कारण म भ्लग ल्याउन सकेन साथीहरु, त्यसको लागि सरी। अनि हजुरहरु सन्चै हुनुहुन्छ होला। म चाहिँ अलि ज्वरहरु आएको छ, ज्वरो आएर जिउ चाहिँ नुहाएर टाउको मात्रै नुहाएर घाममा सुकाएर बसिरहेको छ कपाल। अनि म चाहिँ 12 बजेको घाममा होइन साथीहरु, लुगाहरू धोएर सुकाएर बसिरहेको बेलामा खानासाना पकाएर खाएँ, पुऱ्याएँ आएँ। अनि अब लुगा सुकाउन लगाइदिनु 12 बजेको घाममा चाहिँ म यहाँ आएर बसिरहेको छु। अब नुहाए बसेर चाहिँ घाम पनि ताप्नु पर्छ अरे, तर बिहानकै घाममा ताप्नुपर्ने। मैले चाहिँ अहिले भर्खर 12-1 बजेको घाममा आएर चाहिँ यहाँनिर घाम ताप्दै बसिरहेको छु साथीहरु। म चाहिँ अब खाजाहरू बनाउनु पर्ने हुन्छ, नानी आउने बेला हुन्छ, 3 बजे नानी आउँछ। अब खाजाहरू बनाउनु पर्ने हुन्छ, हेर्दै गर्नु होला। ओके बाई साथीहरु। भन्नुभन्दा पहिला चाहिँ हजुरहरु नयाँ साथी हुनुहुन्छ भने लाइक शेयर सब्स्क्राइब गर्नु चाहिँ नभुल्नु होला। ओके बाई साथीहरु। प्यारी समझ गई। हेलो साथीहरु, म चाहिँ रेडी भएर म सामान लिन जाँदैछु खाजाको लागि, हेर्दै गर्नु होला। कैसे कैसे लोग रहते हैं यार यहाँ पर। साला तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम। हेलो साथीहरु, म चाहिँ सामान पनि लिएर आइसक्यो अब खाजाको लागि। चाउमिन पकाउनु पर्ने, मिठो मिठो बनाएर खानुपर्छ। माइ गॉड। हेलो साथीहरु, म चाहिँ खाजा बनाउन थालिरहेको छु। यहाँनिर चाहिँ मैले बफको सुकुटी नभएर चाहिँ मासु ल्याएर चाहिँ सुकुटी जस्तै यहाँ फ्राई गर्दैछु साथीहरु चाउमिनको लागि। हजुरहरु पनि सुकुटी नभए यसरी नै बनाउन सक्नुहुन्छ। सुकुटी जस्तै अब फ्राई गरेर सुकुटी जस्तै चाम्रे राम्रो हुन्छ। अनि सुकुटीकै स्वाद आउँछ क्या साथीहरु। हेर्दै गर्नुहोस् है त म कसरी बनाउँदो रहेछु। साथीहरु मैले चाहिँ तेल पनि तताएर पनि प्याजहरु पनि हालिसक्यो चाउमिनको लागि। देखाउनु भनेको दिमागबाटै निस्किसकेछ कि तपाईहरुलाई देखाउनु पर्ने भन्ने कुरै बिर्सिदो रहेछ। मेरो साह्रै बिर्सिने बानी चाहिँ नराम्रो छ के साथीहरु। यहाँ मेरो रुन्ची छोरी चाहिँ होमवर्क गर्दैछ। ल म तनमा परेर हेलो गर रतिका। म चाहिँ यहाँनिर खाजा पकाउँदैछु साथीहरु। हामीलाई चाहिँ चाउमिन धेरै मन पर्छ नि त, त्यही भएर घरमै बनाएर खान्छु कि जहिले पनि। टमाटर पनि हाल्दिएँ मैले चाहिँ। अब सिम्पल सादा बनाउनु पर्यो, घरमै बनाइदिन्छु। मेरो ग्यास एकदम सानो भएछ त साथीहरु। फेरि ताई पातलो छ क्या, अनि त्यही भएर पातलो ताई भएर सानो ग्यास राख्छु, फेरि हुँदैन, ठुलो पार्नुपर्छ। के हो डरिहाल्छ र। म चाहिँ बेसरहरू अजिनाहरू हाल्नुपर्ने हुन्छ, मैले अजिना नि हालेँ। थोरै नहाल्नु भन्छ तर पनि मिठै हुँदैन बानी परेर। मेरो चाउमिन चाहिँ कस्तो हुने रहेछ हेर्नु त साथीहरु। अब अघि यहाँनिर बनाइराखेको सुकुटी, अब आलु मासुलाई नै मैले सुकुटी बनाएको, यसलाई पनि पर्ने हुन्छ।
छ के यहाँनिर चाउमिन चाहिँ एकदम सक्यो के सक्यो एक दुई सक्यो कस्तो देखेको त्यहाँ भुइँमा राखेको त्यहाँ कहाँ राखेको रतिसाको होमवर्क राम 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 के भन्नु र सकिन म चाहिँ सकिन पनि हाल्नुपर्ने हुन्छ साथीहरू नुन हालेर भन्दा मिठै हुँदैन झन्डै नै बिर्सेला छ हौ मैले त नुन हाल्ने मैले अघि बोइल गरेर राखेँ थुक्पालाई चाउमिनलाई हाल्छु है त साथीहरू घरमै म चाहिँ यसरी बनाउँछु साथीहरू कसरी बनाउनुहुन्छ कसैले बनाउन जान्नुहुन्न भने चाहिँ यही भिडियोलाई हेरेर बनाउन सक्नुहुन्छ अब जान्नुहुन्छ भने कमेन्ट गर्न सक्नुहुन्छ होइन साथीहरू मेरो चाहिँ भाँडा पनि सानो छ साथीहरू कालो सस पनि हालिसक्यो अब म यसलाई मजाले घोलेर चाहिँ पकाउँछु है त साथीहरू हेर्नुहोस् त साथीहरू हाम्रो चाहिँ चाउमिन पनि पाकिसक्यो अब चाहिँ हामी खान्छौँ चाउमिन पनि पाकिसक्यो रतिसा खाने कि नखाने चाउमिन नखाने राखी गर्नु कपीहरू सबै खाजा हाल्नुपर्छ हेलो साथीहरू हामी चाहिँ अब चाउमिन खान सुरु गरेको छु अब हजुरहरू पनि यसरी नै पकाएर खानु होला मैले चाहिँ धेरै राम्रोसँग भिडियो बनाउन सकिँदैन जति सकेको छ त्यति चाहिँ बनाएको छु हामी चाहिँ अब खाना आँटेको होइन आएर भन्नुहोस् त बेबी कस्तो भयो भनेर मेरो भात बेबीको भात मिठो छ कस्तोहरू बेबी देखाइदिनु त एम्मी थ्याङ्क यू एम्मी भन्नुभएको मेरो छोरीलाई अब चाख्छु है साथीहरू बेबी अगाडि पार्क जाने बाटो कताबाट अरे लु अगाडि हिँड न अलिक छिटो छिटो कुकुर आइसक्यो समात्नु हुँदैन यसरी साथीहरू हामी चाहिँ फाइनली पार्क पनि आइपुग्यो यता बेबी यता यता यताबाट चढ्नु न लु हिँड्नु अगाडि हिँड्नु न यता अगाडि लु हिँड्नु सक्नुहुन्छ होला छोड्दिनँ हात हेलो गर्नु बेबी तिम्रो त आँखै देखेको छैन हौ खै त निविकाहरू त छैन त यहाँ त यहाँनिर चाहिँ पार्कमा घुम्न आउनु भएको छ सबैजना हेर्नु होला साथीहरू कस्तो लाग्यो यहाँनिर कुकुरहरू पनि पार्कमा आएको छ कति राम्रो गार्डन हौ यहाँनिर त म त आजै आएको पनि थिएन क्या यतातिर बनाउने रे भन्नु त हेर्नु न साथीहरू बिचरा कति धेरै नाच्नु मन लागेको हेलो भन त बेबीहरू
कस्तो छ मजा आएको छ हेलो हेलो भरे युट्युबमा आउँछ है साथीहरू हेलो नानु थ्याङ्क यू हेलो साथीहरू अब हामी चाहिँ यहाँ पार्कबाट जाँदैछौँ ओके बाई बाई सबैजनालाई कस्तो लाग्यो हेर्दै गर्नुहोला ओके हेलो साथीहरू फाइनली हामी चाहिँ घर पनि आइपुगिसक्यो घुमघाम गरेर अब हामी चाहिँ खानासाना पकाएर खानेछौँ साथीहरू अब आजको स्थगित गर्न चाहे हस् बाई बाई गुड नाइट स्वस्थ रहनु व्यस्त रहनु लाइक सब्सक्राइब सेयर गर्नु चाहिँ नभुल्नु